Hello everyone and welcome back my vlog number 2. So आज चाहिँ मेरो ड्युटी छैन, म एक्लै चिल छ, चिलै भनौँ एक्लै सिंगल लाइफ रक साथीसँग एक्लै रङ्गी चङ्गी चिट भन्नु कि फेभरेट बनाऊ खिर बनाउन लाग्यो अनि यतापट्टि चाहिँ चिकन ब्रोकौली यता यो बनाउँदैछु खिर बाबा यस्तो हुनुभयो आहा माई फेभरेट एन्ड देयर इज यसलाई के भन्ने अब निन्जा फुड एड गर्ने भने यही के भन्छ थोरै बेसार हल्दी भनौँ हल्दी भन्ने बेसार भन्ने एउटै हो अनि थोरै नुन अनि थोरै ओलिभ ओइल म चाहिँ चिनी यसमा एड गर्दैन थोरै मैले यसमा अरू ड्राई फ्रुटहरू राखेको छु सो म चाहिँ अब यसलाई बन्द गरिदिन्छु यस माई डेली रुटिन हामी थोरै भगवानलाई चढाउँछौँ भगवानलाई चढाउनु पर्छ भगवानलाई नचढाइ खानु हुँदैन स्पेन्ड माई लन्च इज रेडी लेट मी इट गो आजको मेरो बिहानको सुरुवात चाहिँ यसरी आफ्नै करेसा बारीमा फलेको यो देख्न सक्नुहुन्छ आफ्नै करेसा बारीमा फलेको चिकन ब्रेस्ट ब्रोकौली अनि एउटा प्याज एउटा टमाटर लसुन राख्नु बिर्सिएछु खुर्सानी अनि आफ्नै करेसाबारीमा फलेको आफ्नै करेसाबारीको भैँसीले दिएको दुधबाट बनेको यो खिर अनि आफ्नै करेसाबारीमा फलेर लास्टमा अलिकति बचेको यो बन्दागोपीबाट सुरु हुन्छ तपाईँको दिन कसरी सुरु भयो अबे साले मासु खाएर ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ थाहा छ कि थाहा छैन खाना खाइसकेपछि के गर्नुपर्छ भनेर थाहा छैन भने म देखाउँछु खाना खाएपछि के गर्नुपर्छ खाना खाइसकेर भाँडामा धुस्काउनु नपर्ने भए कति मजा हुन्थ्यो कि जिन्दगी अच्छा हमको सिखा रिया है So I'm going gym. It's 5 o'clock. सधैँको टाइम भनेको 5 बजे हो हैन So that's it. See you in the gym. आज चाहिँ मेरो लेग डे थियो सो लेग डेमा सपोर्ट गर्ने मान्छे पनि थिएन क्यामेरा समाइदिने नेपाली साथीहरू पनि कोही आएको नआएकोले मैले स्क्वाट गर्ने बेलामा सबै बिर्सिएछु म आज भ्लग बनाइरहेको छु भन्ने अनि लास्टमा यो मेसिन उस लेग प्रेस हान्ने बेलामा याद आयो अनि क्यामेरामा त्यो सिसामा खिचे त्यही पनि अनि के भन्छ अलिकति जे होस् हुन्छ नि साथीहरू छैन खासै छन् छ केटाहरू होइन तर टाइमिङ चाहिँ मिल्दैन थ्याङ्क यू फर वाचिङ गाइज लाइक त दिनुहोस् बाबा कि छेउमै हुन्छ लाइक